आज फेरि यो छोटो भिडियो एउटा नयाँ ठाउँको चिनारीको रूपमा ल्याएर आएको छु। कृपया यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिदिनु होला भन्ने आशा गर्दछु। मित्रहरू, बागमती प्रदेशको मकवानपुर जिल्लामा रहेको अत्यन्तै ऐतिहासिक मकवानपुर गढी अर्थात् दरबार हो। यो दरबारसम्म पुग्न हेटौडाबाट करिब 17 किलोमिटर पूर्व उत्तरतर्फको यात्रामा सहजै पुग्न सकिन्छ। साथीहरू, मकवानपुर गढीको ऐतिहासिक पृष्ठभूमि यस प्रकार छ। यो दरबार राजनैतिक, पुरातात्विक र ऐतिहासिक स्थलको रूपमा चिनिन्छ। मकवानपुर गढीको इतिहास सेन वंशदेखि सुरु भई लगभग 325 वर्षसम्म आफ्नो राजधानी बनाई शासन गरेको इतिहास छ। शासक राजा तुलासेनको पालामा यो गढीको निर्माण भएको भनिन्छ। यो सेन वंशले पूर्वको कोशी नदीसम्म राज्य सञ्चालन गरेको भन्ने इतिहासमा भेट्न सक्छौँ हामी। पछि गएर तुलासेनकी नातिनी इन्द्रकुमारीको विवाह गोर्खाका राजा पृथ्वीनारायण शाहसँग भएको भन्ने छ। हामी टक्कै यो मकवानपुर गढी दरबारमा टक्कै यहाँ आइपुगेको अवस्था छ यति बेला हामी। तर यहाँ चाहिँ हामी एउटा पहिले पूर्वकाल ऐतिहासिक एउटा मन्दिर गोपाल मन्दिर रहेछ। उहाँको एउटा पुजारी चाहिँ सँग अहिले टक्कै यहाँ भेट भएको छ। उहाँबाट यो ऐतिहासिक स्थललाई पनि अलिकति के व्याख्या गर्नुहुन्छ र यो गोपाल मन्दिर के हो भन्ने कुराहरूमा चाहिँ हाम्रो गुरुबाट चाहिँ हामी प्रश्न हुन चाहन्छौँ। अहिले उहाँले केही कुराहरू राख्नुहुनेछ है त। अब म जान्छु गुरुपट्टि। ल गुरु, यो चाहिँ अब यो हजुरको नाम चाहिँ के? चन्द्र प्रसाद घिमिरे। अनि हजुरको घर चाहिँ यतै नजिकै पर्छ कि कतैबाट? हजुर हजुर पुजारीको रूपमा चाहिँ एकदम थितिसँगै बसेको चाहिँ 3 वर्ष भयो। ओके। अनि ल गुरु एकछिन है, यो मकवानपुर गढीको छोटो केही कुरा भनिदिनु छ। यो गढीको मात्रै तपाईँले बुझेको, जानेको, सुनेको कुराहरू के भनिदिनु छ छोटो कुरामा? तेह्रौं शताब्दी भन्दा अगाडि स्थापना हजुर मणि मकुन्ना सेन त्यसमध्येमा यहाँ भित्रमा चाहिँ उतापट्टि पूर्व यहाँ 2टा द्वार, 2टा खाल्टा, 2टा दरबार, 2टा मन्दिर। यो पुरानो भनौँ न, यो कृष्णजीको त द्वापर युगदेखिकै कुरो निस्किन्छ यहाँ। कृष्णजीको अब त्यही ठाउँ रुचाएर उनीहरूले राजकाज चलाएको मानिन्छ। अब 2टा द्वार, मेन द्वार, आपतकाल द्वार, त्यहाँ एउटा खाल्टो देख्न सक्नुहुन्छ। कारागार कैदियाले जेल भयो। यो टक्कै यसको उतापट्टिको हो होइन? महादेव मन्दिर यहाँ रहेछ। अगाडिको भित्रै मैले एउटा
आउनु न एकछिन त्यहाँ एउटा ड्रोन सट ल्याउनु। पृथ्वीनारायण शाहबाट नेपाल एकीकरण अभियानमा युद्ध र उपलब्धिहरू यस प्रकार छ। मीर कासिमको अङ्ग्रेज सेनासँग सन् 1763 मा नेपाली सेनाले पहिलो सङ्गठनित विदेशी युद्ध गरेका भन्ने छ। यो युद्धमा मीर कासिमका 1700 अङ्ग्रेज विदेशी सेना मारिएका थिए रे। नेपाली सेनाले मीर कासिमका हतियार 500 राइफल, 2 तोप र अन्य सैन्य सामग्री प्राप्त गरेका। विक्रम सम्वत 1819 साल भदौ 9 गते पृथ्वीनारायण शाहले गरेको सेनाले करिब 8-9 घण्टाको लडाईँपछि मकवानपुर गढीमा विजय प्राप्त गरेको र विजय प्राप्तिपछि तत्काल शाही सेनाको रूपमा श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गरी 4 गुल्मबाट स्थापना भए हाल विशाल साङ्गठनिक नेपाली सेनाको रूपमा चिनिन्छ। लगभग 145 रोपनी क्षेत्रफलमा फैलिएको मकवानपुर गढी नेपालको सबैभन्दा ठुलो गढी हो। यो गढीमा ठुलो गढी, सानो गढी र ढुङ्गे गढी गरी 3 भागमा यो संरचना विभाजन गरिएको थियो। यो गढी 25 फिट अग्लो र यसले घेरेको पर्खाल करिब 7 फिट चौडा रहेको छ। शत्रु आक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले करिब 10 फिट गहिरो खाल्टो पनि खनिएको छ। साथीहरू, यो मकवानपुर गढी समुद्र सतहदेखि करिब 1017 मिटरको उचाइमा रहेको छ। यो गढीसम्म पुग्न हेटौडाबाट 17 किलोमिटरको दूरीमा रहेको मकवानपुर गढी पुग्नको लागि कान्तिपथ सडक समात्न सक्नुहुनेछ। अन्त्यमा म के भन्न चाहन्छु भने यो मकवानपुर गढी केवल एउटा पुरानो नेपालको गौरवशाली रणकौशल, राजनीतिक पृष्ठभूमि, दूरदर्शिता र सांस्कृतिक रूपको प्रतीक हो। यो सेन वंशको शासनकालदेखि लिएर पृथ्वीनारायण शाहको एकीकरण अभियान र आधुनिक नेपाली सेनाको जन्मको साक्षी हो। यो ऐतिहासिक स्थल हाम्रो राष्ट्रिय पहिचानको एउटा महत्त्वपूर्ण खम्बा पनि मानिएको छ। We'll be right back.